हेलो नमस्ते कुमार जी। नमस्ते लक्ष्मीजी। हजुर के गर्नुहुँदैछ? म त के अब बसिरहेको छु। बिहान यताउता खतरा खुत्रु के गरेँ। अहिले यसो बसेको थोड़ा ठंडी भी लग रहा है। अनि यसपालि दसैँ कस्तो भयो हजुरको? यसपालि दसैँ राम्रो नै भयो। अनि अहिले अब तिहार पनि आउन लाग्यो, कतिको रमाइलो हुँदैछ त? दसैँभन्दा त तिहार रमाइलो थियो, तर के गर्ने हाम्रो गाउँमा अहिले एक थुङ्गा फुल पनि फुलेन। त्यसमा चाहिँ बिरमाइलो भइरहेछ। हजुर, अनि कुमारजीलाई म केही गर्दैछु होइन? हजुर गर्नुहोस् न हजुर, के जानेको कुरा बोल्छु। हजुरलाई हजुर अहिले हाम्रो यो देशको होइन हालत हजुर थाहै छ होइन? हजुर अनि यो देशमा चाहिँ अब तपाईँको विचारमा कस्तो परिवर्तन ल्याउँदाखेरि राम्रो होला जस्तो लाग्छ? परिवर्तन भन्नाले अहिले त अब प्रथम कुरो जेनजी पुस्ताले अलिक राम्रो गर्नुभएको छ। अनि अर्को कुरो मैले देखेको चाहिँ यो श्रमदाता हर्क साम्पाङले जुन उहाँले गर्दै हुनुहुन्छ र उहाँलाई साथ सपोर्ट हामीले गरिरहेछौँ, त्यही नै उद्देश्य चाहिँ राम्रो लाग्यो मलाई देशको लागि चाहिँ। अनि यो हाम्रो देशमा सरकार चाहिँ कस्तो बनिदिए जस्तो हुन्छ भन्ने गाउँ पनि हो? हुनु पनि हो। सरकार चाहिँ अब भोटिङ अनुसारले भन्छ, अन्त भोट गर्नुपर्छ। त राम्रो मान्छेले चुनेर हर्क साम्पाङ जस्तो, हर्क साम्पाङलाई नै लानुपर्छ भन्ने पनि छैन होइन। हर्क साम्पाङको ग्रुपमा लिडर को छ लिडिङ गर्ने होइन? हर्क साम्पाङ उहाँ त अगुवा शरणशक्तिको पाएको त्यसै किङ भइसक्यो होइन, किङ हुनुहुन्छ। यतै अफर उतै अफर हुनुहुन्छ होइन। र पनि उहाँ जस्तो एउटा टिमलाई चाहिँ हामीले समेटेर चाहिँ सरकारमा लाने पर्ने जस्तो लाग्छ। अनि तपाईँको विचारमा चाहिँ अझै अरू पनि के होला भन्नु न? अब विचार त के हो र, यो 7 प्रदेश भन्ने चाहिँ काम छैन होइन। 7 प्रदेश चाहिँ कटौती गर्नैपर्छ, काम छैन होइन। र धेरै यो अब सांसद संसद भन्ने कुराहरू चाहिँ अब त्यो धेरै राख्नु हुँदैन। जस्तै 14 अञ्चल 75 जिल्लाको लागि चाहिँ कभर गर्ने आखिरी त्यहाँ अब मेयरहरू छँदैछ होइन। अनि अर्को कुरो मन्त्रीहरू यो संसदहरू धेरै राख्नु हुँदैन। जस्तै अहिलेकोमा जस्तै अब 6 महिनाको हालको एउटै एकजना मन्त्रीले 2-3 वटा मन्त्रालय होइन हेर्नु हो, त्यो चाहिँ गर्नुपर्छ क्या। त्यो चाहिँ गरे चाहिँ अलिकति नेपालले मुहार फेर्नेछ। ल थ्याङ्क यू।